जिन्दगी ओ माई गड यो पितमारीको सडक खण्ड हेर आमा कहाँ हुनु हामी पनि बम्बई जान लाग्यो यार यो हामी पनि पुरा ब्याग स्याग बोकेर यहाँ पुरै बम्बई जाने पोजिसनमा छौँ यही बाटो गइनु आयो यो गाह्रो छ पितमारीको यो सडक एकदमै गाह्रो छ होइन चिफ लिएर बाइकहरू पनि एकदमै यो खाली बाइक लिन पनि गाह्रो भइरहेको छ यहाँ चाहिँ पुरै तपाईँहरू देख्न सक्नुहुन्छ दुईजना एकजना अगाडि बटारिरहेको एकजना छेल्ने दुईजना भएर पनि गाह्रो भइरहेको अवस्था छ यो हाम्रो अहिले नवनिर्वाचित भाइ केपी खनाललाई स्पष्ट रूपमा हामी भन्न चाहन्छौँ यो सडकको बारेमा चाहिँ तत्कालै सम्बन्धित पक्षलाई चाहिँ घचघचाउने र यो बेलैमा निर्माण गर्ने प्रयासमा लाग्नु भनेर हामी स्पष्ट सन्देश दिन चाहन्छौँ यो कुनै पनि बाहना अब हामीलाई स्वीकार्य छैन यो सडक पहिले नै बनिसक्नुपर्ने सडक हो अब पनि अहिले पनि यो अवस्थामा पनि बनेको अवस्था छैन यसमा कुनै कन्जुसाइ हुँदैन र तत्कालै एक्सन लिएर यो सडक चाहिँ तत्कालै हामी सररमा यहाँबाट चाहिँ अछामसम्म जाने सक्ने गरी छिटोभन्दा छिटो यो सडक निर्माण होस् भनेर एकदमै ध्यान आकर्षण गराउन चाहन्छु र यहाँ जुत्ता कता छन् थाहा छैन मोजा कता छन् थाहा छैन अनि यहाँ हालत यस्तो छन् तार यहाँ लत्र पुरै अलपत्र तारहरू पनि जताततै छोडिएको अवस्था छ अब आउने राष्ट्र सरकारले चाहिँ यो बारेमा एकदमै कडाभन्दा कडा एक्सनमा गएर यो बाटो चाहिँ बनाउनुको लागि हामी आग्रह गर्छौँ र सधैँभरि यसरी नै जनताका आवाजहरूलाई चाहिँ हामी गनगनाउने छौँ र कुनै पनि कसर हामी राख्ने छैनौँ हामी सत्यको पक्षमा छौँ र कुनै पनि बाहनामा चाहिँ यो किसिमको हामीलाई स्वीकार्य छैन अब चाहिँ विकास निर्माणकोदेखि लिएर हरेक कुराहरूमा चाहिँ अब आउने नयाँ नेतृत्वले चाहिँ एकदम निर्मम भएर ठेकापट्टादेखि लिएर अनुगमन र कामको प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन गर्ने कुरामा चाहिँ एकदम निर्मम भएर अगाडि बढ्नुपर्छ होइन भने पुरानै तालो भने हामी आगामी निर्वाचनमा पनि जनताले कुन पोजिसन हो के हो भन्ने कुराहरू देखाइदिनेछौँ भन्न चाहन्छौँ र यो बाटोको अवस्था यो किसिमको छ ऊ मिनबहादुर भाइ चाहिँ उता यो सामान बोकेर उता हिँडिरहेको छ होइन मिनबहादुर असमबाट आएको रहेछ म चाहिँ यता सुर्खेतबाट आएको थिएँ र यहाँ दुईजना एकदमै अघिदेखि बाइकहरू धकेलिरहेछन् सकिरहेको अवस्था छैन यस्तो छ यो पितमारी सडक खण्डको हालत